आज घनश्याम और रमा पाकरूल आयो दुधे दमक शानो चोक ब्याह भयो रे आज भयो त्यो 13 साल। एक छोरी छ न रमा, एक छोरी छ 10-11 सालको, फिर नानी भएन। मान्छे सबैको लाग्छ कि मेरो परिवार होस्, एक बहिनी उसको भाइ होस्, त्यही लागि आज माइन्ड में डिटर्मिन गरेर घनश्याम आयो मेरो यता फ्यामिली क्लिनिक आईवीएफ सेन्टर में। घनश्याम तपाईको यता ट्रिटमेन्ट गरेर फर्स्ट टाइम आईवीएफ गरेर आज उसको ट्विन्स बस्यो। तपाईको के एक्सपिरियन्स छ? तपाई नेपालको मान्छेको लागि के भन्नु चाहिन्छ? नेपालबाट सबैजना कविता मन्त्रीलाई सम्झेर आउँदा हुन्छ, 100% काम हुन्छ। हामी पनि त्यही सम्झेर आयौँ, भयो, राम्रो भयो। अहिले ट्विन्स बसेको छ। रमा, तपाई आफ्नो दिदी बहिनीको लागि के भन्नु चाहिन्छ? तपाईहरु कोही पनि बच्चा नभएर अलि ढिलो भएर बस्नु भएको छ भने तपाईहरु पनि कविता मन्त्रीकोमा आउनुहोला, सिलगढीमा छ। और नानीको सपना पूरा हुन्छ। नानीको सपना पूरा हुन्छ। मेरो आज तपाईको के खुशखबरी दियो? मेरो पनि ट्विन्स दुईजनाको हार्टबिट हेर्यो। म्याडमलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। थ्याङ्क यू।